ओके, हेलो साथीहरू। आज हामी दुईजना साथीभाइहरू चाहिँ नि यो नेपालको मिनी इलाम के अरे चिया बगान भनेर प्रख्यात ठाउँमा चाहिँ नि आज हामी दुई साथीभाइ चाहिँ नि जाँदैछौँ र हामी आउँदाखेरि चाहिँ नि वास्तवमा कहाँबाट आउनुपर्छ भन्नु त हामी सागु हुँदै भोटेचौर हुँदै भोटेचौरबाट लगभग मोटामोटी 5-7 किलोमिटर 5-7 किलोमिटर है। अनि त्यस पछाडि बाटो चाहिँ नि कस्तो छ? बाटो पनि यसो हाम्रो दर्शकहरूले भनिदिनुहोस् त। बाटो चाहिँ तपाईँको बिचबिचमा चाहिँ नि अलिक गान्डामुन्डुङ बाटो परेको छ, तर बाटो परे पनि राम्रै छ होइन। अनि त्यस्तो खतरा बाटो त होइन, जहाँ चाहिँ अलिक गान्डामुन्डुङ बाटो छ राम्रोसँग जाने, अलिक चिप्लेला भन्ने अलिकति हल्का डर हुन्छ, त्यति मात्रै हो। बाटो चाहिँ राम्रै छ, बिचबिच मात्रै हो साथी। अनि साथीहरू अब सुनिहाल्नुभयो, तपाईँहरू यदि काठमाडौँबाट ललितपुरबाट यदि यो ठाउँमा आउन चाहनुहुन्छ भने तपाईँ साली नदी चोक, तपाईँहरूले थाहा छ होला, त्यो साली नदी चोकबाट चाहिँ नि यो लप्सीफेदी हुँदै जर्सिङ पौवा होइन, लप्सीफेदी पहिला लप्सीफेदी जर्सिङ पौवा हुँदै चाहिँ नि तपाईँहरू भोटेचौरबाट चाहिँ नि, अनि भोटेचौरको बजारबाट तलतिर ओर्लिसके पछाडि तपाईँ चाहिँ नि यो नेपालको एकदमै प्रख्यात मिनी चिया बगान, इलामको चिया बगान जस्तै मिनी चिया बगानमा चाहिँ नि आउन सक्नुहुन्छ। हजुर होइन, र एकदम यो यात्रा चाहिँ नि अलिकति एडभेन्चर नै छ। चिया बगान सिधै हो। ओके साथीहरू हेर्नुहोस्, हामी टाढा रहेछ, बाटोमा सोध्दै पनि जाँदैछौँ। म तपाईँलाई बाटो पनि देखाउँछु यहाँनिर। ल हेर्नुहोस्, यहाँनिर तपाईँ आउनुभएको थियो यसरी तपाईँहरूको लागि यस्तो किसिमको खानाहरू पनि व्यवस्था गर्दै हुन्छ। त्यो चाहिँ फ्री होइन, पैसा तिरेर खाने है। र हेर्नु सक्नुहुन्छ यहाँनिर अब बाटो चाहिँ यहाँ हेर्नुहोस् तपाईँहरू, यस्तो किसिमको बाटो छ। 10 मिनट ओके। ल बुवा अहिले फेरि भेटौँ ल। ओके ल हेर्नुहोस्, बाटो चाहिँ यस्तो छ साथीहरू होइन। यो चाहिँ पुरै हिमालय चढ्नुपर्छ होइन। एकदम हिमालय चाहिँ एकदम अलि उकालो छ, अलि उकालो जानुपर्छ। अब जाँदा अब हेरौँ, यो एडभेन्चर छ है, मजा छ। यो के अरे फुर्सदिलो समयमा चिसो ठाउँ रहेछ यो। फुर्सदिलो ठाउँमा यसो साथीभाइहरूसँग एउटा ह्याङआउटको लागि चाहिँ नि जानुको लागि एकदम उपयुक्त ठाउँ होइन त यो हो। ओके, हाइकिङ जानलाई एकदम राम्रो ठाउँ यो। ल हेर्नु साथीहरू, बाटो चाहिँ नि अलिकति जुन हामी त्यो चिया बगानमा जाने बाटो चाहिँ अलिकति अफ रोड टाइपै छ। त्यसकारण त्यो बाटो चाहिँ नि गाडी पनि आउँछ होइन, तर त्यति गाडी मासतिर जानु चाहिँ त्यति नदेखे राम्रो रहेछ। र यहाँ चिप्ली छ पानीको दिएको छैन माथितिर आउनु, त्यो राम्रो नै हो वास्तवमा, किनकि बाटो अलिकति स्लिपली छ, चिप्लिने टाइपको छ होइन। त्यसले गर्दाखेरि एकदम राम्रो तलबाट रोकिदिन्छ हामीलाई, ठिकै छ। त्यो हाम्रै चाहिँ नि उसको लागि गरिदिएको। ओके ठिक छ। र गाइस हेर्नुहोस्, बाटो चाहिँ नि यस्तो छ है यहाँनिर। गाइस बाटो चाहिँ नि ठाउँमा होइन यस्तो किसिमको स्लिपरी बाटो पनि छ है साथीहरू। त्यसकारण एडभेन्चर छ, एकदम आनन्दमय एडभेन्चर छ। हामी चाहिँ नि यो हाइकिङ मन पराउने साथीभाइहरूले चाहिँ नि एकदमै आनन्दको चाहिँ नि ठाउँ छ। चारैतिर रुखै न हरियाली जङ्गल, त्यसमाथि चिसो हावा होइन, एकदमै आनन्दमयको चाहिँ नि बाटो रहेको छ, ठाउँ रहेको छ है साथीहरू, हेर्न सक्नुहुन्छ एकदमै। ल हेर्नुहोस् यहाँनिर वास्तवमा भन्यो भने नेपाल एउटा स्वर्ग नै हो क्या वास्तवमा होइन। मान्छेहरूले भन्छन् विदेशमा यस्तो विदेशमा त खालि त ठुलो घरहरू समुद्र मात्र हो क्या वास्तवमा। तर नेचुरल ब्युटी यदि तपाईँहरू घुम्न चाहनुहुन्छ भने नेपालका विभिन्न ठाउँहरूमा चाहिँ यसरी तपाईँहरू घुम्न सक्नुहुन्छ क्या वास्तवमा।
एकदमै आनन्दमय छ यो साथी गलेर बिचरा यसले थाहा नदिकन ल्याएको मैले आज होइन यसले मलाई भित्रभित्र गाली गरिरहेको छ मलाई थाहा छ किनकि ए बाबा ल्याउनुहोस् है यही मेरो साथी हेर्नुहोस् त आज यसले मनमा नै गाली गरिरहेको छ मैले यसलाई थाहा नै नदिकन यो ठाउँमा ल्याएको होइन अब यसको हिँड्ने बानी पनि छैन भन्थ्यो मलाई तैपनि यसलाई थाहा नै नदिकन आज मैले यो इलाम मिनी इलाम चिया बगानमा ल्याएको छु ओके ल गाइज फाइनली चिया बगान आयो है साथी हो चिया चिया बगान। बगान ल चिया बगानमा सानो आइपुगेको छु इलामको चिया बगान भने यही हो ल हेर्नुहोस् यहाँनिर यहाँबाट सुरु हुन्छ अब यहाँनिर तपाईँहरू कता कता घुम्नु पर्ने हो घुम्न सक्नुहुन्छ यहाँनिर लेख्नुहोस् यहाँनिर चिया बगान सेक्सन 3 यो चाहिँ नि चिया बगान है साथीहरू हेर्नुहोस् ल हेर्नुहोस् सेक्सन 5 एरिया चिया बगान फाइनली चिया बगानमा आइपुगेका छौँ अब यहाँबाट चाहिँ नि हामी मासतिर लाग्दैछौँ तर विशाल रहेछ है यो चिया बगान चाहिँ नि हेर्न सक्नुहुन्छ यहाँनिर विशाल चाहिँ नि लगेको हुनाले अब ए यहाँबाट चाहिँ नि अब हामी ल हेर्नुहोस् यसरी हाम्रो दाइले दाउरा हजुर बाघ बाघ आउँदैन के अरे ल अब हामी मिनी चिया बगान घुम्दैछ आन माथि ऊ छ के आइज ल हेर्नुहोस् यहाँ साथी यसको ताल ल हेर्नुहोस् ल हेर्नुहोस् साथी यो ताल ले मलाई एकदम गाह्रो ले हेर्नुहोस् उकालो नभएको छैन भाइ ले हेर्नुहोस् अब एकैछिन माथि अलि सम्म छ क्या एक निद्रा सुतेर जाने अब साथीहरू हामी यहाँ आइपुगेका छौँ हेर्नुहोस् यहाँ यो पुरै यो एरिया चाहिँ नि चिया बगान है साथीहरू हेर्नुहोस् त पुरै ल आइज केटा यस्तो ठाउँ तैँले बेला आउँछु भनेर पाएन हेर्नुहोस् त ए पहिला यता जाउँ न मासतिर जाउँ यहाँ त्यहाँ छैन केही पनि छैन यहाँ न ऊ मान्छे सबै यता छन् ल हेर्नुहोस् यहाँ ल हेर्नुहोस् यो म यो ठाउँमा आइसकेको रहेछ क्या जस्तो बिर्सिरहेको हेर्नुहोस् त धेरै साथीभाइहरू आउने टिकटक बनाउने फोटो खिच्ने एकदमै चारैतिर चिया बगान है चिया बगान हेर्नुहोस् ओके हेलो हेर्नुहोस् फुल फुले चाहिँ हो त्यही हो चिया भने ल हेर्नुहोस् विशाल चिया बगान छ यहाँनिर है हेर्नुहोस् केटो थाक्यो एकछिन नथाक्यो है केटा नथाक म आइसकेको हामी यो पिकनिक स्पोट
बनिरहेको छ। ल हेर्नु साथीहरू, यो चाहिँ नि खासै मिनी इलामको चिया बगान है। ल हेर्नुहोस् यहाँनिर यतातिर जाउँ अस्तिर हेर्नुहोस् है। चिया बगान घुम्दैछौँ साथीहरू। यही हो चिया बगान, हेर्नुहोस् त विशाल चाहिँ नि यो प्लटमा चाहिँ नि फैलिएर रहेको छ है। हेर्नु चाहिँ नि अहिले चाहिँ यो चिया चाहिँ नि टिप्ने मौसम होइन अरे, यो चैत वैशाखतिर चाहिँ नि यो चिया टिप्ने गरिन्छ अरे साथीहरू। हेर्नुहोस् त विशाल छ यहाँनिर, यहाँनिर धेरै नेपाली पर्यटकहरू पनि यसरी यो म्युजिकको लागि चाहिँ यहाँ आउनु भएको छ, आउनु सक्नुहुन्छ। ल गाइस, यो चिया बगानबाट हेर्नुहोस् त कस्तो राम्रो किसिमको दृश्यहरू चाहिँ हेर्न सक्छौँ। हेर्नुहोस् त नेपाली परिवेशमा रहेका टिपिकल गाउँघरहरू टक्क लागेर हेर्न सकिन्छ। हेर्नुहोस् त पहाड हिमाल प्रष्ट रूपबाट देखिने रहेछ। हेर्नुहोस् त विशाल रहेछ यो डाँडाकाँडा। हेर्नुहोस् त डाँडा, आँखा डाँडा हेर्नुहोस् त ल। ओ माई गड, कति राम्रो रहेछ ठाउँ।